आज चाहिँ तपाईँको सामु लिएर आएको छु मैले न्युटेलाको अचार बनाउनु एकदमै इजी छ लु बनाऊँ है। यसको लागि चाहिँ मैले न्युटेला आधा केजी ल्याएको छु है सानो खालके। अनि यसमा के चाहिन्छ भन्दाखेरि सुक्खा खोर्सानी, तिल, बादाम अनि यो चाट मसला। र तेललाई चाहिँ पुरा गरम गरेपछि चाहिँ ग्यासलाई सानो गरेर चाहिँ हामीले न्युटेलालाई मजाले फ्राई गर्नुपर्ने हुन्छ। पुरा फ्राई गर्नु हुँदैन, कालो डर्छ नि नभए हो। अनि यो सबै भएपछि चाहिँ हामी बादामलाई पनि यसमै फ्राई गर्नुपर्ने हुन्छ। अनि यो सुक्खा खोर्सानीलाई पनि यसमै फ्राई गर्ने र मैले तिललाई चाहिँ अलग्गै प्यानमा मजाले रोस्ट गर्दैछु हो। र सबैलाई मिक्स गरेपछि चाहिँ अब यो चाट मसला पनि हालिदिने अनि रेड चिली पाउडर पनि हालिदिने अनि नमक पनि हालिदिने है। र तपाईँले चाह्यो भने अलिकति अजिनामोटो पनि हाल्न सक्नुहुन्छ, तर मैले यसमा स्किप गरेको छु हो। र अब चाहिँ यो खोर्सानीलाई मैले मजाले क्रस गरेको नि, किनभने अब अचार भनेपछि अलिक पिरै मजा आउँछ है। र एकदमै छिटो, एकदमै मिठो अचार। तपाईँले पनि डेफिनेटली ट्राई गर्नुहोस् होला। यो तपाईँले राखेर पनि खानु सक्नुहुन्छ हो। सो रेसिपी मन परेमा लाइक, कमेन्ट, सेयर गरेर जानुहोस् होला। बाई बाई।